हे दिदी बहिनी हो, घरमा उडुसले दुःख दिएको छ। गद्दा सिरानी ओड्ने सबै ठाउँमा उडुसै उडुस। अब झन्झट नगरौं, म तपाईलाई आज सस्तो र सजिलो घरेलु उपाय बताउँछु जसले उडुस टप्पै मर्छ है। हो नि, बजारको औषधि त महँगो पनि असर पनि कम। घरमै बनाऊ सस्तो स्प्रे। सामग्री चाहिन्छ नीमको पात 1 मुठी, लसुन 5 दाना, निम्बु 1 वटा, पानी 2 गिलास। अब यी सबैलाई उमाल्नुहोस् 10 देखि 15 मिनेटसम्म। चिसो भएपछि छानेर स्प्रे बोतलमा हाल्नुहोस्। हेर न दिदी, यो तयार भयो चमत्कारी स्प्रे। अब बिहान र बेलुका गद्दा, सिरानी, पलङ, कुना काप्चामा छर्कनुहोस्। उडुसको खत्तम। उडुस पनि जान्दैन कहाँ भाग्ने। घरैमा बनाऊ, पैसा पनि बचाऊ, उडुस पनि भगाऊ। यो उपाय मन पर्यो भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनु होला है।